आजबाट हामी सुरु गर्नेछौँ चेस्टको ट्रेन गर्नु र बिगिनर्सको लागि चेस्ट कसरी ट्रेन गर्ने त। नर्मली तपाईँले वार्म अप गरिसक्नु भएपछि एकदम नै नर्मल लाइट इन्क्लाइड ट्रेडमिलमा वाक गर्ने यताउति गर्ने कामहरू सबै सकाएर वार्म अप सकिसकेपछि तपाईँ लाग्नु पर्ने हुन्छ चेस्टमा। आज हामी कुरा गर्नेछौँ चेस्टको लागि मात्रै। चेस्टको कुरा गर्नु पर्दाखेरि मेन चाहिँ चेस्ट प्रेस मेसिनमै गर्नुहोस् कि 12 देखि 15 रेप्स लिनुहोस्, किनभनेदेखि चेस्ट प्रेस मेसिनमा चाहिँ तपाईँको डिसब्यालेन्स हुने चान्सेस कम हुन्छ र तपाईँको चाहिँ इन्जुरी प्लस अनि अलिकति तपाईँको त्यो फर्म बिग्रिने हुन्छ, त्यो फर्म बिग्रिने चान्सेस पनि कम हुन्छ। त्यसैले मेसिनमै सुरु गर्दा चाहिँ एकदमै राम्रो। हरेक बिगिनर्सले चाहिँ सुरुमा ट्रेन गर्दाखेरि मेसिनबाट ट्रेन गर्न सुरु गर्दाखेरि राम्रो हुन्छ। चेस्टको गर्दा चाहिँ चेस्ट प्रेस मेसिनबाट गर्नुहोस्, त्यसपछि इन्क्लाइन चेस्ट प्रेस मेसिनमा गर्नुहोस्, त्यसपछि चेस्ट फ्लाइ मेसिनमा गर्नुहोस्, त्यसपछि नर्मल पुसअप गर्नुहोस्। त्यो चाहिँ 10 देखि 15 चोटिसम्म गर्न सक्नुहुन्छ नि। अब बडी वेट धेरै छ भने अलिकति गाह्रो हुन्छ 10 देखि 15 चोटि गर्नु। नर्मल्ली तपाईँले नी पुसअप गर्नुभयो भने चाहिँ अलिकति सजिलो पनि हुन्छ। अनि त्यसो गर्दा चाहिँ यति भयो भने चाहिँ चेस्टको लागि चाहिँ इनफ नै हुन्छ। यो भनेको चाहिँ तपाईँको 10-8 को रेपुटेसन लिएर 3 रेप्ससम्म लिनु भयो भने चाहिँ सबैभन्दा राम्रो हुन्छ। आजलाई यति भन्दै मेरो डे 22 चाहिँ इन गर्न चाहन्छु र यस्तै कन्टेन्टको लागि मलाई फलो गर्नुलाई धन्यवाद।